हेलो हाई नमस्ते सबैजनालाई वेलकम टु माई सानो मिनी ब्लगमा है। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो। अनि म यो चाहिँ फागुन 1 गते म माथि भैरवकुण्ड ट्रेक जाँदाखेरिको म सोलो गएको थिएँ। अनि म चाहिँ बटर ट्रिपबाट गएको थिएँ। अनि ऊ बहिनीहरू पनि बटर ट्रिपबाट नै आएको हो। हामी 8जनाको थियो ग्रुप स्कर्पियोमा टक्कसँगले होइन। अनि यहाँनिर 9 बजे हामीलाई पिकअप गरेको थियो। अनि 12 बजे सुकुटेमा पुऱ्याएर अनि त्यहीँनिर अनि लन्च गरेर त्यसपछि हामी अगाडि बढेको थियौँ घुम्दै हेर्दै। अनि माथि यो चाहिँ किस्तीगढी रहेछ। किस्तीगढीको किस्तीमाई मन्दिरमा हामीलाई एकछिन रोकेको थियो। कति राम्रो ठाउँ थियो क्या त्यहाँ पनि। अनि त्यसपछि त्यहाँनिरबाट 2:30 बजी फेरि अगाडि बढाएपछि माथि यो के अरे बाकम भन्ने ठाउँमा हामीलाई लग्यो। बागम भन्ने ठाउँमा चाहिँ 4:30 बजी पुऱ्याएको थियो हामीलाई। अनि त्यहाँनिर चाहिँ हामीलाई बास बसाएको हो। अनि भोलिपल्ट बिहानै फेरि हामीलाई 2:30 बजे गाडीबाट हिँडाएको 3:30 बजेसम्म गाडीमा। त्यसपछि फेरि 2 घन्टा चाहिँ हिँड्यौँ बिस्तारै एकदम बाटो इजी तरिकाले हिँड्यौँ। अनि 5:30 बजी पुगेको थियौँ हामी माथि। अनि सनराइज पनि हेऱ्यौँ। अनि त्यसपछि अनि यसरी सबै लेक नै सबै फ्रोज भइरहेको थियो क्या। कुण्ड नै फ्रोजन भइरहेको थियो। अनि मैले यो बनाउँदाखेरि पनि सबै ढुङ्गाहरू फ्रोजन भएर बल्ल बल्ल भेटेर बनाउँदै थिएँ। रमाइलो भएको थियो एकदमै। अनि म यसरी सोलो जानुको कारण चाहिँ के हो भने साथीहरू छन् नभएको होइन। अनि तर कस्तो कसको के नमिल्ने, कहिले कसको के नमिल्ने, कहिले के कुरामा अब चित्त दुखाउने। अनि त्यस्तो हुन्छ क्या साथीहरू। बरु एक्लै गयो भने यसरी ऱ्यान्डम बहिनीहरू दाइहरू दिदीहरू भेटिन्छ नि त। अनि त्यसपछि त्यहीँ साथी हुन्छ। अनि हिँड्यो रमाइलो गऱ्यो। आखिर हिँड्ने त अनि फोटो खिचिदिने साथी पनि भेटिहालिन्छ होइन। अनि त्यो भएको भएर म चाहिँ आजकल एकदम एक्लै हिँड्न रुचाउँछु क्या। अनि यसरी साथी भेटिहाल्छ। अनि मेन म जाने भनेको चाहिँ बटर ट्रिपबाट हो। थ्याङ्क यू सो मच बटर ट्रिपलाई है। यसरी अब हामी जस्तो सिङ्गल हिँड्न रुचाउनेलाई यस्तो खालको हुन्छ नि साथ सहयोग हेल्प गर्नुहुन्छ उहाँहरूले है। अनि गाइड पनि हुन्छ क्या त्यहाँनिर। अहिले म यहाँनिर एउटा भिडियोमा गाइड भए पनि छ। अनि उनीहरूले एकदम राम्रो कोअर्डिनेट गर्दै लान्छ क्या। अब यहाँ त स्वर्गको टुक्रा नै छ क्या। स्वर्गको टुक्रामै पुगेको जस्तै फिल हुन्छ। यति राम्रो कि अब जति हिँड्दै गयो त्यति राम्रो नयाँ ठाउँहरू देख्दै जाने है। कति राम्रो छ हेर्नु त। तपाईँहरूलाई राम्रो लागेन? यो चाहिँ हाम्रो बटर ट्रिपको गाइड भयो हाँस्दै हिँडिरहेको छु पनि। हामीले गफ गर्दै हिँडिरहेको थियौँ रमाइलो भएको थियो। अनि तपाईँहरू पनि अब जानुभएको छैन भने जानुहोस् होइन। कतिको हिँड्न तपाईँहरूलाई अब ट्रेकिङ जानेहरूलाई त यो त केही पनि होइन। अब त यो त सानो हाइकिङ जस्तै मात्रै हुन्छ। किनभने धेरै हिँड्न पर्दैन के। अनि एकदम राम्रो छ। यो चाहिँ मैले फर्स्ट टाइम बनाएको मिनी ब्लग हो है। भोइस ओभर पनि कस्तो भएको नि। अनि अब कस्तो मिस्टेकहरू भएको छ के भएको छ तपाईँहरूले कमेन्ट गरिदिनु होला है। अनि अझ कति मैले अब ऊहरू सच्याउनु पर्नेछ। अब के गर्नुपर्ने छ तपाईँहरूले यहाँनिर सल्लाह सुझाव दिनु होला, तल छोड्नु होला। नमस्ते, थ्याङ्क यू गरिदिनु होला होइन। अनि फलो पनि गरिदिनु होला। फलो होइन सब्सक्राइब भन्छ क्या अरे। अनि मेरो चाहिँ यो सानो मिनी ब्लग हेरिदिनु भने सबैजनालाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। इन्जोय।